के भयो साथी? यो प्यारालाइसिस त सिक्किमबाटै आउनु पर्ने स्थिति चाहिँ के भयो त बडे? एक दुईजनाले चाहिँ भेट्न खोजिरहेछन् क्या। यो भोगटेले ठाउँ मात्र ओगटे भनेको यही। अब बुटो छ फल दिने कहिले है के गर्ने होला ल काट्दिउँ क्या फेदै लाएर। अनि कस्तो गोबर गणेश रहेछ यो। अब वैशाख जेठमा फल्ने भोगटे अहिले पुष्पाङमा फल्छ त। वैशाख जेठमा फल्छ भन्ने कुरो मलाई पनि थाहा छ क्या। ल नतर्सी मसँग सल्लाह गर्न आएको ल के सल्लाह गर्ने हो? ए आइज नि यता आइज। सल्लाह गर्नुपर्ने मान्छे हल्ला गर्दै आउनुहुन्छ अनि आइज यहाँ त्यहीँबाट भन्नु म यहाँबाट सुन्छु। यहाँ आएर बस्ने। त्यहीँ आउनुपर्ने यहाँ अलि नजिकै यतिकोमा सुन्न मिल्दैन। आइज नि यहाँ आइज। के कुरो ल भन्नुहोस्। कुरो के भने नि बल्छी ध्रुवेको त्यो गोबर गणेश भन्ने फिल्मको कलाकारहरू गाउँ आउँदैछन् अरे। अब उनीहरूलाई स्वागत सम्मान त गर्नु पर्यो। अब त्यही गर्नु पर्यो भनेर तेरो बाउलाई फोन गरेको थिएँ। अब बुढा त फेरि हस्पिटलतिर पो गएको छ। अब तैँले पनि मेरो हात बटाउनु पर्यो क्या स्वागत सम्मानमा। डाइने हात कि देवदातबाट नि दुई टेका नजिस्किन आफूभन्दा ठुलो जिस्किन्छ। रासु भन्नु ल। अब त बल्छीको गोबर गणेशको कलाकारहरू गाउँमा आउँदैछ। ए अब हाम्रो गाउँको इज्जतको कुरा हो। उनीहरूलाई त राम्रोसँग सम्मान गर्नु पर्यो नि। अब त्यसमाथि त तेरो पनि त साथी हो हुँदैन? त्यो त सही कुरा भन्नुभयो। अँ। अब कसरी के गर्ने भन्ने कुरो पनि मेरो कुलो हुनु पर्यो। ए गोबर गणेशको टिम नै पो आउनु भयो हो नानी। मैले त एकजना हिरो मात्रै देखेको थिएँ त। के को देखिरहेको थिएँ मसँग दियो भने फटौरी। भान्जे भान्जे सोल्टी आज तिमी पनि के भन्नु के यसलाई? अझ त मेरो हातबाट सकिस्। फिनिस। मलाई सक्नलाई के तँ यमराज होस् र? आज यमराजको पनि बाउ। मरे डराउँदिन म किन डराउने? ए साउनी नानी हन्ड भएको चाहिँ के हो यिनीहरूको? मेरो ज्वाइँ साहबले फिल्म बनाइसकेपछि डल्लै हिरोइनहरू लिएर हिँड्छ भनेर भान्जीलाई उचालिदिएर त्यस्तो भन्न मिल्छ? घर परिवार भएको मान्छे भन्नु त साउने। भएको कुरा त भन्नु। मैले भनेको ग्यार्छस् डराइस् लाग। भएको कुरा भनिदिएको त गाउँमा पनि त्यसको बेहोरा थाहा छैन त्यसलाई। कुखुराको भाले समाउनु गयो भने उता पोथी दिएको भने पोथीतिर पुग्ने मान्छे त्यो। ए हामीले थाहा नभएको हो र गाउँमा पनि त्यस्तै बेहोरा थियो। भएको कुरा भन्दै के छ तैँले के छ?